अर्के हल्दार आयो। ब्रह्माजीले सृष्टि गरेको स्वर्गबाट झरेको नेताहरूले बिगारेको प्रकृतिले सिगारेको यस्तो पवित्र भूमिलाई कसले राखिदियो नाम। आज धादिङको 5औं महोत्सवको दिन आज हजुरहरूसँग यसरी मेरो भेट हुने कस्तो राम्रो दिन, जहाँ असल व्यक्तिहरूको बसोबास हुन्छ। त्यही जिल्लाको नाम हो धादिङ। सबैको हातबाट ताली आएन। आदरणीय बुढा बुढी बुवामा आउनु भएको रहेछ, उहाँहरूलाई सिरुवाएर मलाई नमस्ते। कतिले आफ्नो परिवार लिएर आउनु भएको छ, उहाँहरू अलि माथि उठेर नमस्ते। कतिले अर्का परिवार ल्याउनु भएको छ, उहाँहरूलाई सिधै सलाम। गर्लफ्रेन्ड बोयफ्रेन्डहरूलाई आई लभ यु। सारातिर कट्टु नलाइकन आउने भाइ बहिनीहरूलाई शुभ आशीर्वाद भन्नुहुन्छ उहाँ। दर्शकवृन्द, खाइरहन्छ अब म काठमाडौँ जिल्लाको छोइला कचेला, धादिङ जिल्लाको मोमो। काठमाडौँ जिल्लाको छोइला कचेला, धादिङ जिल्लाको मोमो। झुन्झाट भएदेखि काप्राको उपलुक्क खाइदिनु श्री गणेशाय नमः। मोमो भन्नु पाएन, उ त्यो हजुरआमाले बिचरा भोग्लाएर मुख बिचरा म्याउ 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 गरेर राख्नुलाई। केलाई छुट्याउनु राई लिम्बू, केलाई छुट्याउनु मगर, केलाई छुट्याउनु राई लिम्बू, केलाई छुट्याउनु तामाङ, केलाई छुट्याउनु बाहुन छेत्री, केलाई छुट्याउनु जैसी। सबै जातको मिठो नास्ता 10-12 बेते भैँसी। भैँसी मात्रै भएर हुन्छ दर्शकवृन्द, भैँसीलाई चाहिन्छ रक्सी। चाड गया ऊपर रे हातमुनि रक्सीको बोतल रे। चाड गया ऊपर रे हातमुनि रक्सीको बोतल रे। कुटुक भन्न पाएन, ऊ त ढाका टोपी बाजेर त बित्या नस खुट्टुको थुको पनि ले यार। बाहुन त डाउनको रहेछ नि बुढा त। हेर्नुहोस् दर्शकवृन्द, म पनि बाहुनको छोरा हुँ, विद्या व्यस्त जम्मै चाहिँ लाएको छैन। म पनि बाहुनको छोरा हुँ, बाहुनको छोरा हुँ। म नियम मान्छु अति। 2 महिनामा मुख दुन्छु मैल परेपछि। सुँगुर छुन हुन्न भन्छन् हामी बाहुन जातले। सुँगुर छुन हुन्न भन्छन् हामी बाहुन जातले। सिङ्गा गोपी क्वाप्पा खान्छु नछोइकन हातले। रक्सी मलाई चाहिँदैन, 2 बोतलले पुग्छ। रक्सी मलाई चाहिँदैन, 2 बोतलले पुग्छ। त्योभन्दा नि बढी खायो खाटा मुनि सुत्छ। खाटा मुनि सुत्ती गरी रक्सी कसले बेच्छ? केटा मान्छेले बेच्छ कि केटी मान्छेले? आवाज प्रश्न भएन। केटा मान्छेले कि केटी मान्छेले? केटाले केटीलाई दुःख लाग्छ, केटीले केटालाई दुःख लाग्छ। दर्शकवृन्द, जहाँ जहाँ हजुरहरूको बस्ती, हाम्रो पनि त्यही बस्ती होस्। जहाँ जहाँ हजुरहरूको बस्ती, हाम्रो पनि त्यही बस्ती होस्। घरकी सुहानी जस्तै नराम्री भयो नि, साली चाहिँ ठ्याक्कै त्यही रेखा थापा जस्तै नै होस्। आजकालका खैरेनीहरू अनेक अनेक गर्ने। आजकालका खैरेनीहरू अनेक अनेक गर्ने। 60 वर्ष पुग्दा पनि भित्र च्यास्टर लाउनु पर्ने। बाहिर बुलुज भित्र चाहिँ टाइट।
मिटिङमा चुप्राको छ मिटिङ माया जल्छु म झिमझिम सानो नजिक परेली दुखै हुन्छु म बाटो जाँदा जाँदै एउटी केटी भेटी बाटो जाँदा जाँदै एउटी केटी भेटी छोटी छोटी मोटी मोटी हुप्प परा गाला जाले गाला उसैले मोय खाला जाले गाला उसैले मोय खाला पहिलोचोटि भेट हुँदा खुबै गर्थी गाली दोस्रोचोटि भेट हुँदा पैसा माग्न थाली पैसा छैन भनेको त खल्तीमा हात हाली आजकालको चलन चल्ती मेरो भयो गल्ती आजकालको चलन चल्ती मेरो भयो गल्ती पाउन्स कटु बनाउन भित्र काटेको थिएँ खल्ती जाले सैले भइहाल्ला जाले सैले भइहाल्ला दर्शकवृन्द एकदिन मेरो कान्छी बहिनीले दिउँसै बत्ती बाली मेरो कान्छी बहिनीले दिउँसै बत्ती बाली डल्लो टिका देखाउनलाई कट्टु लाउनु थाल्यो मेरो बहिनीले कट्टु लाइरहेछ मेरो कान्छी बहिनीले कट्टु किन्न राख्दा कान्छी बहिनीको पाएकै आमाले लगाइदिएपछि बहिनीले कट्टु किन्न राख्दा बहिनीको पाएकै आमाले लगाइदिएपछि हाम्रो गाउँको 13 वर्षको बुढी फुत पहिले किन राख्छ त्यही नभए आइले बच्चा पाइदिएपछि दर्शकवृन्द भन्नेहरूले भन्ने गर्छन् सानो र ठुलो बराबरी होइन रहेछ सानो र ठुलोमा फरक रहेछ दर्शकवृन्द मोही पनि दुई किसिमको हुँदो रहेछ सानो बच्चालाई माया गरेर खाने मोही र अलिक ठुलोलाई खाने मोही फरक पर्दो रहेछ मोही दुई किसिमको हुँदो रहेछ एउटा लुकुवा मोही अर्को फुकुवा मोही सानो नानीको फुकुवा मोही जहाँ जहिले जसरी खाए पनि पाइँदो रहेछ ठुली नानीको मोही खान त चुप्पुले चाहिँदो रहेछ दर्शकवृन्द दुईटी मस्त जवानी केटी हिँडिरहेका रहेछन् कालो चस्मा पहिरेर दुईटी मस्त जवानी केटी हिँडिरहेका रहेछन् कालो चस्मा पहिरेर मैले पनि पछाडिबाट निकै हेरी गरेर ती दुईटीले गर्न हुने नहुने सबै काम गरेछन् को रहेछन् मेरो दौडेर घर अगाडि यसो हेरे त ज्योति थापा मगर अर्चना पौडेल पो परेछन् दर्शकवृन्द हेर्नुहोस् म त नाताको त ट्याक्क थाहा पाइदिन्छु मोटरसाइकलमा पछाडि बस्ने महिला पुरुषले चलाएको हुन्छ महिला बसेको हुन्छ बसेको अवस्था हेरेर तिनीहरूको नाता ठ्याक्कै पत्ता लगाइदिन्छु म बाइक यसरी बसिएको छ ध्यान दिएर सुन्नु लगेर अलि मजा आउँदैन अधवैसे महिला नेपाली पोसाक सिम्पल लगाएर बाइकको यसरी एकातिर दुईटा खुट्टा राखेर पेटो समाएर बाइक हिँडिरहेको छ भनेदेखि त्यो बाइक चलाउनुको पक्कै त्यो कि आमा भाउजू अथवा माइजू हुनुपर्छ हो कि होइन सिम्पल ड्रेसमा कुर्ता सुरुवाल लगाएर त्यसै गरी बसेको छ त्यस्तै नर्मल रूप देखिन्छ भने त्यो उसको बहिनी अथवा भान्जी कोही हुनुपर्छ हो कि होइन यति छोटो टी सर्ट र मिनिस्कर लाएर मोटरसाइकलमा यसरी झ्याप्प बसेको छ भने दर्शकवृन्द अलि चाहिँ सोध्नै पर्छ मोटरसाइकल अगाडि बढ्दैछ घ्याच ब्रेक हान्दैछ सम्झिनुहोस् यदि त्यो केटीको दुईटै हात यसरी पछाडि बाइकमा छ भने के बुझ्नुपर्छ भने केटाले चाहिँ मन पराइसकेको केटीले व्यक्त पनि गर्न नसकेको भनेर बुझ्नुपर्छ यदि एउटा हात पछाडि बाइकमा एउटा केटाको ढाडमा छ भने चाहिँ यिनीहरूको फोनमा सबै कुरो भइसकेको फेसबुकबाट सबै कुरा पनि भइसकेको डेटिङ चाहिँ पहिलोचोटि जान्छ भनेर बुझ्नुपर्छ हो कि होइन यदि बाइक स्पिडमै छ ब्रेक लागिरहेको छ बाइक स्पिडमा ब्रेक लागिरहेको छ केटीको चिउडो केटाको दुईटा कुममा छ र खस दुईटा अगाडि छ भने यिनीहरू दुईटाको पहिले नै आई लभ यु ल्याप 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 लभ यु भइसक्यो भने बुझ्नुपर्छ हो कि होइन हेर्नुहोस् यो उमेर भइसक्यो अब त्यस्तो गर्नु पर्यो भने त भुत्तुको लाएर मर्दिने हो त्यस्ता केटाकेटीलाई भेट्यो भने त सिधै डक्टरबाट लिएर परियोजना गरिदिने हो दर्शकवृन्द एउटा कुरो के भन्छु भने मैले धालिङमा बिहा भएका भन्दा नभएका सोल्टिनीहरूमा देखिरहेको छु एउटा विनम्र अनुरोध गर्छु म बिहा नभएका सोल्टिनीहरू 10 औँला बिन्ती गर्छु
सबैसँग बिहा गर्नुहोस्, खलासी चाहिँ कहिले बिहा नगर्नुहोस् है। आत्तिनै पर्दैन। हामीलाई हामीभन्दा ठुलाले आशीर्वाद दिँदा के गर्छ टिको लाएर, बाबु अगाडि बढ्नु है, नानी अगाडि बढ है, खलाले कहिले अगाडि बढ्नु जाने पठाउँछ सबै पठाउँछ सबै पठाउँछु त। त्योसँग बिहा गऱ्यो भने चाहिँ आयोजन नै हुँदैन। बिहा गरेर घर लिएर जान्छ, स्वागतको दिन टक्क बेडमा श्रीमती कुरेर बसेकी हुन्छ, ठाउँ खाली रहेछ। ए दिदी अहिले पर्दैन यहाँ अर्को मान्छे अट्छ कि, दिदी अहिले पर्दैन यहाँ अर्को मान्छे अट्छ कि भन्छ।